क्रिपी टेल्समा स्वागत छ तपाईहरुलाई। यदि तपाईहरुसँग पनि यस्ता सत्य घटना भए हाम्रो फेसबुक पेज क्रिपी टेल्स नेपाल वा हाम्रो जीमेल creepytales21@gmail.com मा अवश्य लेखेर पठाउनु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। क्रिपी टेल्समा आज पनि केही डरलाग्दा सत्य घटना लिएर आएका छौं। आजको पहिलो सत्य घटना। नमस्ते, म कालु पाण्डे, म जावलाखेलबाट। हाल म विदेशमा छु। आज यस्तै 10 वर्ष अगाडि मसँग घटेको घटना सुनाउन जाँदैछु, जुन घटना जावलाखेलमै घटेको थियो। यो घटना मलाई आजसम्म पनि थाहा छैन कि भ्रम हो कि सत्य हो। यो घटना एकदमै रहस्यमय छ। खासमा के भएको थियो भन्दा, त्यति बेला म जावलाखेलको एउटा अफिसमा काम गर्थेँ। त्यो अफिसबाट घरसम्म पुग्न यस्तै मलाई 10 मिनेट लाग्थ्यो। घरबाट अफिस नजिक भएकोले गर्दा म सधैँ हिँडेर जान्थेँ अनि हिँडेरै आउँथेँ। एक दिन चाहिँ के भएछ भन्दा, त्यति बेला नाइट सिफ्ट थियो। रातिको काम सकिसकेपछि म घर फर्कन लाग्दा यस्तै 12 त बज्न लागिसकेको थियो। म छिटो त्यहाँबाट निस्किएँ अनि लागे आफ्नो बाटो। त्यति बेला झमझम पानी पर्दै थियो। म आफ्नो छाता बोक्दै म आफ्नो बाटो लाग्दै थिएँ। जाँदै गर्दा त्यति बेला सुनसान भइसकेको थियो। अलिअलि गाडी बाइक त चलिरहेको थियो, त्यो पनि फाट्टफुट्ट। म आफ्नो बाटो जाँदै गर्दा अचानक पछाडिबाट मलाई कसैले बोलाएको मैले आवाज सुने। त्यो आवाज कोही मान्छेको आवाज थियो। दाई, म गाउँबाट आएको, मलाई यहाँको केही पनि थाहा छैन, मलाई म जाने बाटोसम्म लगिदिनुस् न, मसँग छाता पनि छैन। कोही कसैको त्यस्तो आवाज सुनिसकेपछि पछाडि फर्की हेर्दा मैले देखेँ कि एकजना मान्छे एकदमै दुखी देखिन्थ्यो। भर्खरै गाउँबाट आएको जस्तो, लुगा पनि ठाउँमा च्यातिएको अनि पुरानो एउटा ब्याग बोकेको। त्यो मान्छे हेर्दै एकदमै दुखी देखिन्थ्यो। त्यो मान्छेको आवाजमा छुट्टै दुःख थियो। मलाई पनि कता दुःख लाग्न थाल्यो। त्यस्तो पानीमा भिज्दै आउँदै गरेको देख्दा मलाई माया लाग्न थाल्यो। म छिटो त्यो मान्छेको अगाडि गएँ। त्यो मान्छेको अगाडि पुग्ने बित्तिकै कुहिएको गन्धले गर्दा मलाई असजिलो भयो। तैपनि मैले त्यो मान्छेलाई केही पनि भनिनँ। मैले आफूलाई सम्हाल्दै म त्यो मान्छेलाई बोल्दै थिएँ। मलाई कस्तो एकदमै अचम्म लाग्न थाल्यो। के भयो भन्दा, म त्यो मान्छेलाई जे सोध्छु त्यो मान्छे त्यसको जवाफ नदिइकन अरू कुनै जवाफ दिन्थ्यो। जस्तै मैले त्यो मान्छेलाई तपाईको नाम के हो भनी सोद्धा त्यो मान्छेले मलाई मैले खाना खाएको छैन भन्थ्यो। 5-6 वटा यस्तो प्रश्न सोधिसकेपछि उल्टो जवाफ दिइसकेपछि मलाई लाग्न थाल्यो कि यो मान्छे पागल हुन सक्छ। तैपनि मैले केही पनि नभनिकन उसको ठाउँसम्म छोडिदिन्छु भन्दै हामी अगाडि बढ्न थाल्यौँ। यस्तै 2 मिनेट हिँडिसकेपछि त्यो मान्छे रोन थाल्यो। अचानक रुँदै त्यो मान्छे त त्यहाँबाट म जान्छु है भन्दै आफ्नो बाटो लाग्न थाल्यो। मैले पनि केही भन्नै सकिनँ। त्यसपछि ठिकै छ भन्दै म पनि आफ्नो बाटो के जान लागेको थिएँ। त्यो मान्छे मबाट गएको 1 मिनेट पनि भएको थिएन। लगभग 40-50 सेकेन्डमा त मैले आफूभन्दा धेरै टाढा त्यो मान्छे हिँडिरहेको देखेँ। यो देख्ने बित्तिकै त मुटु काम्न थाल्यो। मलाई एकदमै डर लाग्न थाल्यो। पछाडि फर्की हेर्दा कोही पनि थिएन। यो त हुनै सक्दैन थियो। मबाट त्यो मान्छे गएको 1 मिनेट पनि भएको थिएन। त्यो मान्छे त्यति टाढा पुगेको देख्दा त होस नै उड्यो। म जान्छु है भन्दै पछाडि गएको मान्छे अब आफ्नै अगाडि एकदमै टाढा भएको देख्दा म त केही सोच्नै सकिनँ। लगभग 3 मिनेट त लाग्छ होला हिँडी त्यहाँसम्म पुग्न।
मलाई यति डर लागिसकेको थियो कि म त छिटो छिटो त्यहाँबाट भाग्न थालेँ। बेटोडले भाग्दै म घर पुगेँ। मलाई हुन त केही पनि भएन। आजसम्म पनि मलाई थाहा छैन त्यो साँच्चीकै मान्छे हो कि वा कुनै आत्मा वा कुनै भ्रम। अब अर्को घटना। नमस्ते, म ललित खनाल। आज धेरै वर्ष अगाडि मसँग घटेको घटना सुनाउन जाँदैछु। त्यति बेला यो घटना घटेको बेला म नेपालमै थिएँ। हाल म अहिले विदेशमा छु। यो यस्तो एउटा घटना हो जसले जीवन सधैँको लागि बदलिदियो। त्यति बेला जब मैले यो घटना आफ्नो चिनेको मान्छेहरूलाई सुनाएँ, सबैले भन्न थाले कि म पागल भएँ। तैपनि मलाई थाहा छ त्यो रात मैले के भोगेको थिएँ। त्यो रात अलि फरक थियो। काठमाडौँको चिसो रात। म आफ्नो कामबाट घर फर्कदा अलि ढिलो भएको थियो। लुबुबाट म पैदल हिँड्दै आउँदै थिएँ। त्यति बेला आफ्नो हातमा भएको घडी हेर्दा 12 बज्न लागिसकेको थियो। बाटोमा कुकुर भुकेको आवाज बाहेक केही पनि सुनिरहेको थिएन। म एउटा पुरानो पिपलको बोट नजिक पुगेको थिएँ। अचानक एउटा अत्यन्तै मिठो बास्ना नाकमा ठोकियो। चमेलीको फुलको जस्तो बास्ना। म त्यही बास्नाको आनन्द लिँदै अगाडि जाँदै थिएँ। अचानक पछाडिबाट मसिनो मिठो आवाजबाट मलाई बोलाएको मैले कोही केटीको आवाज सुने। त्यो आवाज सुन्ने बित्तिकै म पछाडि फर्किएँ। पछाडि फर्की हेर्दा म एकछिन जिल्ल पर्दै हेर्दै बसेँ। पछाडि फर्की हेर्दा मैले देखेँ कि मभन्दा अलि टाढा एकजना केटी उभिँदै मलाई हेर्दै थिइन्। उहाँको त्यो मुस्कान एकदमै रहस्यमय देखिन्थ्यो। त्यो केटीले सेतो मलमलको साडी लगाएकी थिइन् अनि कपाल कमरसम्म पुगेको। अलि अगाडि गइसकेपछि त्यो केटीको मुखबाट मैले यस्तो सुने, दाइ, अलि अगाडिसम्म छोडिदिनुहुन्छ, म बाटोमा अल्मलिएँ। त्यति बेला मलाई अलि डर चाहिँ लागेको थियो। मैले किचकण्डीको कहानी धेरै सुनेको थिएँ। उहाँको त्यो मुख अनि आँखा यति आकर्षक थियो कि मैले हुन्न भन्नै सकिनँ। हामी सँगै हिँड्न थाल्यौँ। हामी जोसुकैसँग हिँडे पनि बाटोमा सामान्य गफ त गर्छौँ। त्यो केटी न मलाई हेर्छ न केही बोल्छ। मैले केही सोद्धा पनि केही पनि जवाफ नै नदिने। मलाई कता कता म मान्छेसँग होइन रोबोटसँग हिँडिरहेको छु जस्तो लागिरहेको थियो, जोसँग कुनै भावना नै छैन। हामी बाटोमा जाँदै गर्दा मैले याद गर्न थालेँ। उनी जति छिटो हिँडे पनि पाइलाको आवाज नै आएको थिएन। म हिँडेको पाइलाको आवाज आउँदै थियो। त्यति बेला मैले चप्पल लगाएको थिएँ। चप्पल पड्काउँदै हिँडिरहेको थिएँ। त्यो केटीको खुट्टाबाट कुनै आवाज नै आएको थिएन। भुइँसम्म छुने साडी थियो। सायद त्यही साडीले गर्दा आवाज नआएको होला सोच्न थाले। त्यति बेला जाडोको मौसम थियो। अब हामी सबैलाई थाहा छ राति बाहिर कति जाडो हुन्छ। मैले बाक्लो लुगा लगाएको थिएँ, तैपनि मलाई जाडो लागिरहेको थियो। उहाँको जिउमा कुनै बाक्लो लुगा नै थिएन, तैपनि एकदमै सामान्य रूपमा हिँडिरहेको देख्दा मलाई झनै अचम्म लाग्न थाल्यो। हामी दुवैजना जाँदै गर्दा अब केही प्रश्न सोध्न मन लाग्यो। तपाईको घर कहाँ हो? यति राति एक्लै किन हिँड्नु भएको? मैले यसरी सोधिसकेपछि त्यो केटीले म भएको ठाउँमा नहेरिकन मलाई जवाफ दिइन्। म बस्ने घर त यहीँ कतै थियो। धेरै समय भयो म यहाँबाट कहीँ जानै सकिनँ। उनको मिठो मसिनो आवाजमा एउटा उदासीपन थियो, जुन आवाज सुनिसकेपछि मलाई पनि कता कता उजाड लाग्न थाल्यो। त्यसपछि पनि मैले केही प्रश्न सोध्न थालेँ, तैपनि उताबाट केही पनि आवाज नै आएन। मैले अनुमान लगाउन थालेँ, पक्कै पनि त्यो केटीको जीवनमा धेरै दुःख आएको हुन सक्छ, त्यसैले गर्दा बोल्न नचाहेको होला भन्दै मैले सोचेँ। त्यसपछि मैले सोध्न थालेँ, खास बसाइ कता हो? कहाँसम्म जानुपर्ने हो? म त्यहाँसम्म छोडिदिन्छु,
मैले यसरी सोधिसकेपछि त्यो केटीले अलि अगाडिसम्म हिँड्नुस्, त्यसपछि म आफ्नो बाटो लाग्छु भन्न थाल्यो। त्यसपछि मैले पनि सोच्न थालेँ कि राति अन्जान मान्छेलाई सबै चिज भन्न नखोजेको हुनसक्छ। म पनि बुझ्छु भन्दै हामी सँगै हिँड्न थाल्यौँ। हामी जुन बाटो हिँडिरहेका थियौँ त्यहाँ कुनै पनि बस्ती थिएन। आजभन्दा धेरै वर्ष अगाडि लुबुमा अहिले जति विकास भएको छ त्यति विकसित थिएन। हामी जुन बाटो हिँडिरहेका थियौँ त्यो बाटो एकदमै सुनसान थियो। दायाँ बायाँ कुनै घर नै थिएन। त्यहाँबाट अलिकति अगाडि हिँडिसकेपछि एउटा सानो बस्ती आउँछ। त्यहाँबाट यस्तै 5 मिनेट हिँडिसकेपछि म बस्ने ठाउँ आउँछ। हामी केही पनि नबोलिकन अलि अगाडिसम्म के हिँडेका थियौँ, अचानक एउटा ठुलो आँधी जस्तो हावा चल्यो। त्यो बेसरी चलेको हावाले उनको साडी अलिकति माथि उडायो। मैले तल भुइँमा हेर्दा मैले जे देखेँ त्यो देखि त होस नै उड्यो। मैले त्यस्तो त कहिले पनि जिन्दगीमा देखेको थिएन। हुन त किचकन्डीको कहानी धेरै सुनेको थिएँ। मैले आफ्नो आँखाबाट जे देखेँ त्यो देख्ने बित्तिकै त म एकदमै आत्तिन थालेँ। मुखमा भएको थुक एक्कासी सुक्न थाल्यो अनि मुटु बेसरी ढुक हुन थाल्यो। म त काम्न थालेँ। हुन त योभन्दा अगाडि धेरैचोटि ढिलो भएको बेला पनि म त्यही बाटो आउँथेँ। मसँग त्यस्तो घटना कहिले पनि भएको थिएन। त्यो पहिलोचोटि मैले त्यस्तो डरलाग्दो दृश्य देखेको थिएँ। मैले देखेँ कि उनका दुवै खुट्टाका पैताला पछाडि फर्किएका थिए। खुट्टाका औँला कुर्कुच्चातर्फ अनि कुर्कुच्चा अगाडितर्फ थिए। यस्तो भयानक देखिसकेपछि त म केही बोल्नै सकिनँ। अचानक बुढापाकाको मुखबाट किचकन्डीको घटना सुनेको थिएँ, त्यही याद आयो। किचकन्डीले केटा मान्छेहरूलाई मोहनी लगाई मार्छ भनेको मैले सुनेको थिएँ। त्यति बेला त मजाक लागेको थियो। अब आफैसँग त्यस्तो घटना घटिसकेपछि म त झन् आत्तिन थालेँ। म चिच्याउन खोजेँ तैपनि आवाज नै निस्किएन। त्यहाँबाट भाग्न खोजेँ। खुट्टा जमिनमै तासिएको जस्तो हुँदै थियो। बाटोमा पनि कोही मान्छेलाई मैले देखिनँ। कोही मान्छे बाटोमा हिँडेको पनि देखिरहेको थिएन। अब त्यति बेला हिँडोस् पनि किन, त्यति राति। अब म त आत्तिन थालेँ। यसले मलाई मार्छ जस्तो लागिरहेको थियो। मनमनै मैले सोच्न थालेँ। मैले अघिसम्म एकदमै चम्किलो मुख देखेको थिएँ। अब त्यो मुख त आधा जलेको देख्न थालेँ। अनि आँखा पनि एकदमै सेतो, दाँत पनि एकदमै लामो। त्यही डरलाग्दो लामो दाँत निकाल्दै जोडले हाँस्न पो थाल्यो। त्यो हाँसो कुनै मान्छेको हाँसो जस्तो थिएन। कुनै हिंसक जनावरले शिकार देख्दा निकाल्ने आवाज जस्तो थियो। त्यो डरलाग्दो घोक्रो आवाजले यस्तो भन्न थाल्यो, कहाँ जान्छौ? मलाई धेरै भोक लागेको छ। म तँलाई खान्छु अब। म एकदमै आत्तिसकेको थिएँ। अचानक आफ्नो हात गोजीमा गयो। गोजीमा एउटा सानो फलामको चाबी थियो। भनिन्छ भूतप्रेत आत्माले फलामलाई छुन सक्दैन। मैले भगवानको नाम जप्दै त्यो चाबी मुठीमा कस्दै म त्यहाँबाट बेटोडले भाग्न थालेँ। त्यसपछि एकचोटि पनि पछाडि नफर्किकन म कति बेरसम्म कहाँतिर दौडिएँ मलाई केही पनि थाहा थिएन। म केवल भाग्दै थिएँ। पछाडिबाट जोडले घोक्रो आवाजमा हाँसिरहेको आवाज त आउँदै थियो। मलाई लागिरहेको थियो कि त्यो किचकन्डी मेरै पछाडि छ भनेर मलाई लागिरहेको थियो। त्यसैले गर्दा एकचोटि पनि पछाडि नफर्किकन म भाग्न थालेँ। भाग्दै गर्दा मैले सबै चिज धमिलो देखिरहेको थिएँ। तैपनि एकचोटि पनि पछाडि नफर्किकन म भाग्न थालेँ। भाग्दा भाग्दै मलाई याद छ मैले एउटा मन्दिर देखेको थिएँ। म त्यही मन्दिर अगाडि पुगिसकेपछि म लडेँ। त्यसपछि मलाई केही पनि होस नै थिएन। त्यही मन्दिरबाट 1 मिनेट हिँडिसकेपछि म बस्ने ठाउँ आउँछ। म त्यो ठाउँमा लडिरहेको अवस्थामा घरको मान्छेले भेट्टाएछन्। खासमा के भएछ भन्दा म रातिसम्म पनि घरमा नआएको हुँदा
त्यही बाटो हुँदै सबैजना खोज्न आउँदा म मन्दिर नजिक लडिरहेको देखिसकेपछि सबैजनाले मलाई उठाई घरमा ल्याउनु भएको थियो। जब बिहान आँखा खोल्यो मैले सबै घटना भनिदिएँ। घटना भनिसकेपछि हाम्रै ठाउँको एकजना जान्ने मान्छे आउनुभयो अनि उहाँले मलाई हेरिसकेपछि भन्नुभयो कि मैले बाटोमा जसलाई भेटेको थिएँ त्यो कुनै केटी मान्छे नभइकन त्यो साँच्चीकै एउटा किचकन्डी थियो। जान्ने मान्छेले भन्नुभयो कि त्यति बेला मलाई भाग्यले साथ दिएको थियो, नभए त त्यो किचकन्डीले आफ्नो बसमा पारी मलाई मार्थ्यो नै। धन्न मैले फलाम छोई भगवानको नाम जपी त्यहाँबाट भाग्न सफल भएकोले गर्दा म बचेछु। हुन त त्यो घटनाले मलाई केही पनि भएन, तैपनि धेरै समयसम्म मलाई एकदमै डर लागेको थियो। म राति घरबाट कहीँ पनि जाँदैन थिएँ। त्यसपछि समय बित्दै गयो अनि म सामान्य हुन थालेँ। अहिले त म विदेशमा छु। कहिलेकाहीँ नेपाल जाँदा म त्यही बाटो हिँड्छु अनि त्यही चमेलीको बास्ना सम्झिन्छु। निकै डर लाग्छ। त्यति बेला बुढापाकाको मुखबाट किचकन्डीको घटना सुन्दा एकदमै हाँसो लाग्थ्यो। पछि आफैसँग घटिसकेपछि बल्ल थाहा भयो कि डर भनेको के हुन्छ। नेपालमा एउटा भनाइ छ नि, अचानकको पीर खुकुरीले जान्दैन। यो सत्य हो। अब अर्को घटना। नमस्ते, म श्याम, म झापाबाट। मसँग धेरै घटना छन्, तैपनि मलाई यो घटना चाहिँ सुनाउन मन लाग्यो। हाल म विदेशमा छु। यो घटना यस्तै 48 सालतिरको होला। त्यति बेला म यस्तै 13-14 वर्षको थिएँ। हामी दुईजना जङ्गलमा भैँसी चढाउनको लागि हामी गएका थियौँ। घर फर्कदै गर्दा सिमसिम पानी पर्न थाल्यो। बाटोमा जाँदै गर्दा हामी दुईजनाले देख्यौँ कि एकजना मान्छे रुखको तल फेदीमा नाङ्गै उभिरहेको हामीले देख्यौँ। हामीलाई एकदमै अचम्म लाग्न थाल्यो। त्यति बेला पानी पर्दै थियो, तैपनि त्यो मान्छेको जिउमा कुनै कपडा नै थिएन। त्यति बेलासम्म पनि हामीलाई डर त लागेको थिएन। जब हामी अलि अगाडि गयौँ, अचानक त्यो मान्छे हाम्रो आँखाबाट गायब नै भयो। हामी दुवैजनालाई एकदमै अचम्म लाग्न थाल्यो, किन भन्दा हामीसँग त्यस्तो घटना कहिले पनि भएको थिएन। आफ्नै आँखा अगाडि त्यो मान्छे हराएको देख्दा हामी अचम्म मान्दै दुवैजना एक अर्कालाई सोधिरहेका थियौँ, त्यो मान्छे कहाँ गयो भन्दै। यताउति हेर्दा नदेखेपछि जब हामी पछाडि फर्कियौँ, हामीले जे देख्यौँ त्यो देखि हामीलाई एकदमै डर लाग्न थाल्यो। त्यही नाङ्गो मान्छे आफ्नो हातमा खुकुरी बोक्दै पछाडि बसिरहेको हामीले देख्यौँ। त्यो मान्छेले आफ्नो हातमा भएको खुकुरीले हामीलाई के हान्न खोजेको थियो। हामी त्यहाँबाट भागमभाग भयौँ। त्यो ठाउँमा खासमा के भएको थियो भन्दा धेरै पहिला भाइटिकाको दिन एकजना इलामको मान्छे झापामा आई त्यही ठाउँमा झुन्डी मरेको थियो। त्यस्तो घटना भइसकेपछि म अनि गोपाल भाइ हामी त्यहाँबाट भागमभाग भयौँ। हामी दुवैजना एकचोटि पनि पछाडि नफर्किकन त्यहाँबाट भाग्यौँ। हामी जब डुडे बजार पुग्यौँ, त्यसपछि बल्ल हामीले पछाडि फर्की हेर्न थाल्यौँ। पछाडि कोही पनि थिएन। त्यसपछि भाइ अनि म हामी दुवैजना आफ्नो घरतिर लाग्यौँ। भोलिबाट भाइ चाहिँ एकदमै बिरामी हुन थाल्यो। भाइ एकदमै बिरामी भएकोले गर्दा हामीले घरको मान्छेलाई सबै घटना सुनाइदियौँ। त्यसपछि एकजना जान्ने मान्छे बोलाउनु भयो। त्यो जान्ने मान्छेले केही दिनसम्म फुकिसकेपछि बल्ल भाइलाई ठिक भयो। अब अर्को घटना। नमस्ते, म नियम, म काठमाडौँमा बस्छु। यो डरलाग्दो घटना चाहिँ एकजना दाइसँग घटेको घटना हो। त्यही घटना सुनाउन जाँदैछु। दाइको बसाइ चाहिँ धनकुटा हो अनि दाइ चाहिँ धरानमा प्राइम भिजन इन्टरनेसनल कलेजमा पढ्नुहुन्छ। एक दिन चाहिँ के भएछ भन्दा दाइ अनि दाइको साथी सबैजना राति फिल्म हेरिसकेपछि 9-10 बजेतिर घर फर्कनु भएछ। एक्लै धरानको बाटो हुँदै धनकुटा फर्कदै गर्दा कानमा इयरफोन लगाउँदै गीत सुन्दै बिस्तारै आउँदै हुनुहुन्थ्यो। अचानक एउटा टर्निङमा पुग्दा उहाँको गीत पनि बन्द भयो अनि उहाँको बाइकको इन्जिन पनि।
अचानक दाइको मन एकदमै चिसो भएछ अनि के भयो भन्दै बाइक स्टार्ट गर्न खोज्दा अचानक आफ्नै आँखा अगाडि लामो कपाल भएको सेतो लुगा लगाएको केटी आफ्नै आँखा अगाडिबाट बाटो काटेको देखिसकेपछि दाइलाई त एकदमै डर लागेछ। दाइ एकदमै आत्तिनु भयो अनि पसिनै पसिना हुनुभएछ। त्यसपछि 5-6 चोटि स्टार्ट गर्न खोज्दा बल्ल बाइक स्टार्ट भएछ अनि त्यसपछि त्यहाँबाट केही पनि नसोचिकन यताउति कहीँ पनि नहेरिकन बाइक स्पिडमा कुदाउँदै घर पुग्नुभएछ। त्यसपछि सुत्नुभएछ। भोलिपल्ट दाइलाई केही पनि भएन। दाइले त्यति बेला माला लगाउनु भएको थियो। सायद त्यही मालाले गर्दा त्यो भूतले छुन नसकेको हुनसक्छ। हामीलाई यो घटना दाइले सुनाउनु भएको थियो। त्यति बेला हामीलाई पनि एकदमै डर लागेको थियो।